अलराइट गाइज वेलकम ब्याक टु माई च्यानलमा कृष्ण भण्डारी र आज मैले तपाईँलाई आफ्नो युट्युब च्यानलको युट्युब एकाउन्टको पासवर्ड कसरी चेन्ज गर्ने भनेर सिकाउन जाँदैछु। यो भिडियो पुरा हेर्नु र मलाई साथ दिनु होला। लेट्स स्टार्ट द भिडियोज। सबैभन्दा तपाईँ सुरुमा युट्युबमा जानु होला। युट्युब खोलिसकेपछि तपाईँ माथि भएको यहाँ यो एकाउन्टमा जानु होला। त्यसपछि यहाँ लेखेको म्यानेज योर गुगल एकाउन्टमा जानु होला। म्यानेज योर गुगल एकाउन्टमा गइसकेपछि पर्सनल इन्फोमा गएर यहाँ लेखेको पासवर्डमा जानु होला। पासवर्डमा गइसकेपछि यहाँ इन्टर योर पासवर्ड भन्ने छ। आफ्नो पहिलाको पासवर्ड राख्ने। पासवर्ड लेखिसकेको छु। त्यसपछि नेक्स्ट गर्ने। नेक्स्ट हुँदैछ। त्यसपछि न्यू पासवर्ड लेख्ने। आफूले नयाँ पासवर्ड के राख्ने भनेर। न्यू पासवर्ड लेखेर अनि त्यसपछि यो अर्को कन्फर्म न्यू पासवर्ड लेख्ने। कन्फर्म न्यू पासवर्डमा लेखेर चेन्ज पासवर्डमा जाने। यहाँ भनेको छ हल्का पासवर्ड लेखिसकेपछि चेन्ज पासवर्डमा जाने। यो पासवर्ड वाज चेन्ज भनेछ। यहाँ यु किप योर एकाउन्ट प्रोटेक्ट भनेछ। त्यसपछि यो हामीलाई चाहिन्न। मेरो पासवर्ड चेन्ज भइसकेको छ। यहाँ 1036 1048 मा चेन्ज भयो। यु क्यान सी देयर माई पासवर्ड इज चेन्ज नाउ। Yes, this is my channel and my password was changed. Thank you so much for watching my videos and keep supporting, keep loving. Bye bye at the end. Don't forget to subscribe my channel. Stay safe, stay healthy. Bye bye.